पक्रिदिनुपर्छ भाइ अब त धेरै लागिजाँदैछ नि धुवाले साँच्ची नै यार त्यो सरले काट्नु चाहिँ राम्रो हुन्छ है होइन काटेको त्यो उग्रेको होइन यहाँ एउटा छोप्ने जीवन भाइ यो चाहिन्थ्यो यो यस्तो छ भने नि यस्तो चाहिँ मौरी चाहिँ यहाँ यसरी गरेर यसको ढकनी कहाँ छ जीवन भाइ एकै हो ढकनी त्यो हो त्यसलाई त्यतिकै बाँध्नु यसलाई चाहिँ जीवन यसलाई हामीले नि यसरी गऱ्यौँ नि नआउने रहेछ यसलाई यसो नहुने रहेछ यो डुलो डल्लै खोल्नुपर्ने छ ए त्यो खोल्यो भने चाहिँ नि त्यो सबै घाप्ने चास्नीहरू दिनुको लागि सजिलो हुनेछ अहिले खोल्दा हुने रहेछ नि यो यिनीहरूलाई चाहिँ त्यो यस्तो खानु चाहिँ किन हतार खानु भएको चाहिँ अब यिनीहरूले चाहिँ छोड्नु पऱ्यो भने सामेर छ भनेर चाहिँ त्यो खानु थालेको कि अब यिनीहरू खानु लाग्दैछ भनेर यसरी चिल्नु पनि यसरी अलिक कमी हुन्छ अरे कि मले हगाइ हाल्नु पर्छ नि त म त कि म छ त्यहाँ पृथ्वी भएको चाहिँ त्यो तारले यसो गर्दा सट्टै काटिँदो रहेछ कि पृथ्वी म छ छैन बच्चा मात्रै छ एकपट्टि मात्रै बच्चा छ बच्चा नै हो विशेष त होइन तपाईँले बाँधिदिनु न बिहान र म बाँधेँ न यसो मिलाएर मौरी नगर्ने हुन्छ कि यसलाई चुडाइदियो नि हुन्छ त्यो त चुडाइदिनु कालो भइसक्यो कसरी बाँध्छ त्यही सबै धागोमा अलिक होइन बच्चा त दामी रहेछ हौ यसो गरेर त्यो धागोले यसो गरेर त्यो तारले काट्दा छ त्यही तार भित्र ए अहिले नै हामीले यसो बिचमा लाग्यो भने चाहिँ पछि नै अहिले सिधा लाउँछ कि अब यो सानो छ तलबाट भ्याउँदा नि यहीँदेखि यसो बाँध्दा नि हुन्छ अरे ए हुन्छ यता त्यो त जेल भाइ म पक्रिदिन्छु ल होइन एक ठाउँ मात्रै बाँध्दा हुन्छ एक ठाउँ मात्रै हुन्छ होला हौ यहाँदेखि बिहान यो दुई ठाउँ बाँध्ने रहेछ ए हो अन्त मौरी बस्दाखेरि गरौँ हुन्छ नि त सिउऱ्यो भने चाहिँ साह्रो नमिठो दिन्छ नि फेरि पुरै एक दुई शब्द बोल्दै गरौँ यहाँ जेस मौरी ट्रेन ओडाले दिएको होइन हाम्रो पछि देखाउनु पनि किशोर भेना र पृथ्वी भाइलाई चाहिँ अब यहाँ यो चाहिँ दोस्रो ट्रेनिङ चाहिँ फेरि जीवनले दिँदैछ होइन प्र्याक्टिकली रूपमा चाहिँ अब मेरो घरमा हुँदैछ भनौँ न छुरी ए उयो हँसिया ए त्यो खानु व्यस्त भयो नि त ऊ अनि कति भाइ लगाइसकेर चाहिँ भरै चाहिँ उयो गरिदिनु यसलाई त अहिले चाहिँ भयो यो गरेर मौरी पनि सोरेर लाउनु पाना डल्लै जस्तै यो हामीले बस्नु थालेको छ नि यसरी सिकेर राना चाहिँ कहाँ हुन्छ अब राना त भएर लाग्छ यो बोक्नु लागि अलिअलि धुवा ल्याउनुपर्छ पृथ्वी भाइ हुन्छ होला अहिले टेकिएर मारिन्छ उतालोतिर मौरी छ कि उतालोतिर कलिलो मौरीहरूलाई है बच्चा त टन्नै निकाल्नु आँटेको रहेछ हौ है बच्चा त छिलेको छैन भेनालाई छिलेको छैन छैन भाइ छोडिदिऊ अर्को नि त्यो चेकमा बसेको छ कि यो कालोले यो यस्तो भित्र पसिजान्छ कि अनि चिल्छ कि भाइ उगार्नु हो होइन आमा भेनालाई दिन्छ है दन ए उता उरानालाई त पोको पार्नु थालिहालेछ नि एकतिर नि पृथ्वी भाइ हेन त्यो हो यसमा पार्नु यो अब मजा पो हुँदो रहेछ त यहाँ सुन्दा पनि हजुर आँटेन भने चाहिँ काट्नु पर्छ छुरी यो सिक्कले काटौँ न छुरी त त्यो पिरोहरू छ कि त्यो नि भएन होला नि त होइन कतापट्टि काट्यो यो चाहिँ कालो खानु कालो कालो चाहिँ पुरानो छ खानु म छैन है हात राख्नु चाहिँ म त्यही भएर आउनु होइन यो खोस्टा पकाउँ त फालिदिउँ है कलेक्सन गरौँ अर्कोटी बच्चा छैन होला ए बच्चा भएपछि त केही गरी छोड्दैन भनेर हेन त्यो त साह्रै खतम देखिरहेको थियो है अब त्यो के किन गएको थियो भित्र त्यही त खानुलाई रे क्या बच्चा थिएछ नि ठिकै छ अब होइन त्यति मर्दा केही हुँदैन अर्कोपट्टिदेखि एकदमै छ ठिकै छ चिल्यो मिलेन अब भेनाको पछाडि साह्रो धेरै छ है छुरी कसो छुरी ल्याउनु हुन्छ पिरो छैन पिरो काटेको काटेको
छुरीले सबै काटेर लगाउनु। केही हुँदैन उसँग यहाँ सानो छुरी छ नि दामी त्यो फोरमै काट्ने भए नि हुन्छ होला हौ। वर्षक निकै भित्र जानु पर्यो खै राना चाहिँ ठ्याक्कै आधी पास हुँदैछ नि भने राना देखिँदैन नि अहिले अहिले त एकछिन भरे चिनिन्छ भरै भरे त चिनिन्छ अब गोलामा यो गोलाले पोको पारिहाल्छ नि रानालाई त दामी छ नि भाइ यो त पछि त अब च्याप्पै बनाउँछ नि त है उनीहरूले नै मेरो दुःख लागेको कुरा के भेटाएन उयो भेटाएन नि के थियो ए हो तर बच्चा छ हुन्छ हौ जेन्दै लगाएको क्विन गेट भएपछि भाइ किन भेटाएन होइन भरेसम्म बस्यो भने म ललिदिएर सोधिहेर्छु इलामे झोलामा थियो एउटा अब ठिक्क गर्मी लाग्यो बढ्नु आँटेको थियो कहाँ गयो सबै उडेकोहरू कति यहाँभित्र छैन कति यहाँ फर्केर बस्यो त्यहाँभित्र छ नि यहाँभित्र ए बस्नु थालिसकेछ यसलाई चाहिँ तिमीले भरेर नै यसो डल्लो पनि हाल बनाइहाल्नु चास्नीहरू दिँदाखेरि चाहिँ यहाँदेखि दिनु पर्दछ सजिलो के चास्नी भनेको यसलाई खाना चिनीहरू केहीहरू नि लगाइदिनु पऱ्यो नि मोमो छ भने त मोमो राख्यो भेनाको यहाँ पुरा छ अहिले हौ त्यो जाडो महिनामा भेना साह्रै पोका छ है तपाईँको उयोमा भेनाले कालो चाहिँ काखीमा। छ नि यहाँदेखि पो राम्रो हुन्छ होला है अँ भेना यहाँ भयो एकछिन न चिल्दैन अहिले तेरो तपाईँहरूलाई किन नचिलेको यी त भेना त्यो खोलिदिउँ भेना हामीले एकछिन भेना भेना नचिल्ने खाएर राख्छौँ नि त उयो हेर्नु त भेनाकोमा आम्मा भेना पर त्यो मेरो ज्याकेट लगाउनु गएको यो कलिलोहरू रहेछ नि त है यिनीहरू भर्खर निस्किनु क्या आगोको मरो छ नि त्यो हुन्छ होला अरुण हजुर यहाँ देखाउ त यहाँ हुन्छ हुन्छ अर्जेन्टमा ठिक छ भनेको भिडियो यहाँ मिक्स पो छ त भाइ पिनी चाप कुन चाहिँ राम्रो होला पिनी नै राम्रो नि चाप पनि राम्रो हुन्छ र माथि ए आलुबारीको छेउ एकजना दाइ उता पोको पर्नु थाल्यो होला है राम्रो हो नि हौ हजुर उता पोको पर्नु थालेछ नि कुकुर पाल्नु थाल्यो सबै बाँध्नु नि पर्दैन होला भाइ नि एकछिन यो पकाउँ है सबै भातको लगाइदिनु जानु ए हो बच्चा पनि छ होइन राणा त छैन होला नि दिन्छ है दनक साथीहरू चिल्लिने त हाल्दैन कि मौरीले खासै कि चेप्पिनै पर्छ हो ऊ भेनाको जिउभरि छ भन्दा चिलेको रहेछ नि हो नि ग्लोभ्स बिना हुने भाइ त्यहाँदेखि सारेरै देखायो कि भाइ है दुईवटा डोन सारेरै नि हौ पहिला निस्किनु आतुर छ पहिला के गर्नु यिनीहरू टेन्सन भइसकेको छ नि बिचराहरूलाई त अब किन्नु छ त्यहाँतिर निस्किन आँटेको बच्चा त पुरै निस्किन आँटेको रहेछ नि तर यिनीहरूको मह चाहिँ खासै नभएको नि म त यति बेला त नभएकै रहेछ हौ राम्रो हुन्छ होला किन आउनु त दुईवटा लिन्छ बच्चाहरूमा खास नमान्नु भनेको छ यो भएर पोको चाहिँ केले सार्नु पृथ्वी हातले फङ्गा लगाउनु रानासँग कति साह्रै होइन अँ नआएकोलाई सार्नु आउँदो रहेछ नजिक त अब बानीहरू आइहाल्दो रहेछ नि
एकछिनमा गन्धले नै होइन यिनीहरू किन जबरी यिनीहरूलाई चाहिँ निस्किनु थाप्ने राणा पस्नु पर्यो हो पृथ्वी दिदी भाइ दाना त बस्नु त्यो लुलो भइराखेको त यसरी निस्केर पो रहेछ त यी हतार पर्दैछ कि यिनीहरूलाई निस्किनु यिनीहरूले बच्चा? सायद केही भाषा बुझ्यौ नि त नि ए हुँदो रहेछ यस्तो रहेछ नि त फेरि हामी यस्तोसँग डराउँछौँ होइन चिल्दैन रहेछ नि 21 दिन कि कति नपुग्छ खिलै आउँदैन हेर्नु न भर्खर निस्केको फेरि यो यस्तो त नि यसको परे त त्यहाँ हामीले त्यो फिलामा बोकेर ल्याएको देख्छौँ नि अँ त्यो होइन अरे यसको त्यो जिउबाट आउँछ अरे यो बनाउँछ नि यो कति भन्यो होइन कति 22 दिन कति फेरि पछि जाँदैछ त तिनीहरू त्यहीँ 9 देखि के बोकेर आउँछ नि 12 देखि 18 दिन भित्रको त्यो चाहिँ लिएको होइन रे त्यो त यो कुट लिएको के खुवाउनुलाई बच्चा खुवाउनुलाई यिनीहरूलाई हामी चाहिँ यो उयो लिएको रहेछ भन्थ्यौँ नि त है पृथ्वी भाइ चाका ल्याउँदैछ भन्छौँ के पछि यो टलाउँछ पृथ्वी यो त भोलि पर्सि नै यो चाल्छु त्यो सुत्ली काटी फेकेर यिनीहरूले आफै काटी फेक्छ अरे कि भोलिदेखि नै टालिदिन्छ क्या कति पाना छ भाइ सकिगएछौँ है सबै सार्नुपर्छ पृथ्वी राणा चाहिँ हाम्रो उन त उडेको छैन नि होइन कालो मौरी नि त्यहाँ देखा पर्दैछ नि भाइ छ नि छ उयो तल फेदमा एउटा उड्दैछ मौरी त्यता कति बेला भएको छ भाइ यो कालो मौरी होइन नि कालो मौरी अहिले छैन भने उहाँ एउटा उड्दैछ नि भाइ त्यहाँनिर ऊ त ऊ यहाँ त्यो होइन यता यहाँ त्यो त एउटा चाहिँ उड्दैछ त्यो राणा होइन कालो मौरी त ठुलै हुन्छ नि ए हो ठुलो हुन्छ एउटा उड्दैछ कालो मौरी यो चाहिँ बच्चा हो कि होइन भने यो यिनीहरू बच्चै हो भाइ बच्चा ए होइन नि हो कस्तो मजाले पसिहाल्दैछ है भित्र त्यो चाकाले गर्दा है पृथ्वी भाइ अलग यसो सोरी झार्दा पृथ्वी भाइ एकछिन पृथ्वी यसलाई त भोलिपछि उयो यहाँ चाका लगाउँदै रहेछ नि अलिअलि म लाउँदै थिएछ नि तर कस्तो यो म पटकै छैन त अनि किन होइन अलिक काटिदिउँ भाइ यो मौरीलाई चास्नी चाहिँ दिनु नै पर्ने रहेछ एक नि त ठाउँमा हुन्छ होला होइन यो अब त केही छैन चास्नी दिनु भन्दैछ नि अनि खाजा अब दिनुपर्छ एउटा भनेको चिनीभित्र लगाइदिनु पऱ्यो चिनी त्यसै होइन रहेछ नि त यो एउटा बट्टामा पानीसँग घोल्यो अनि कपडाले छेप्पै छोप्यो बाँधो लाबरले होइन ठ्याक्कै गरेर ठ्याक्कै अड्केपछि यहाँ सट्टै यसो घोप्टो राखिदिनु भनेको छ कि ए त्यो कपडामा भनेको हल्का पानीले भिजेपछि चाहिँ उदो त्यो तप चुहोस् भने जस्तो चुँदैन पनि त्यो कपडा मात्रै हुँदैछ त्यही चाटेर खाने रहेछ ए भनेपछि यत्रो डल्लो चाहिँ बनाउनु पऱ्यो अब दुईवटा तिनवटा रहेछ त्यसमा चाहिँ चाखा छ कि जस्तो देखिन्छ कस्तो छोएको अलिकति धुवाले काम गर्यो नि धुवा त लाउनै पर्छ नि बिहान होइन खासै नि एकछिन चाहिँ उयो नै हुन्छ कि एकछिन चाहिँ उयो नै हुन्छ त्यहाँदेखि उनीहरू महमै लाटिन्छ अरे एकछिन चाहिँ रहेछ नि कति कुरा खोल्दै हेर्नुपर्ने हुन्छ यो त तर म पटक्कै भेटिनँ त मैले भन्दै कि जाँदैछ म भित्र हो छैन नि मौरी सेप्टिन्छ पछि चाहिँ बिचमा हुन्छ पृथ्वी केहीले बान्नु भनेर सिकायो उनीहरूले चाहिँ ए सुत्तीको बोरा छ सुत्तीको बोरा होइन उनीहरूले अनि यो कति टाइम भाइ भित्रको पाना भर्यो भनेपछि चाहिँ अर्को माथिको राखिदिनु पर्ने लास्ट एउटा छ ल मौरीले त लड त भन्दै चिल्दैन भन्दै हुन्छ
छोडिदिउ त्यो त त्यो लगाइदिउँ लगाइदिउँ। लगाइदिउँ ऊ त्यो होइन सन्दरी। खाँच्चै नै मौरीमै उयो भएको जस्तो अब अलिकति खुल्ला राखेर लाउँ होइन त पिसी भाइ अनि मात्रै भरे त्यो रिट लगाउँ है अहिले त यति नै रिट योभन्दा ज्यादा नलाउँदा हुन्छ जीवन भाइ हो रिट नलाउँदै हुन्छ लाउँदै हुन्छ भने 2-4 वटा अझै हालिराख्दिउँ न कतिवटा रिट भयो त्यो चाहिँ त्यतापट्टि त्यतापट्टि त्यसो गरेर यिनीहरूले पुरा उयो गर्न थाल्यो भने भित्र त्यही त यो उयो भयो नि अब चाहिँ राना चाहिँ त्यहाँ पहिलाउनु सक्यो त नि भाइ यसरी दुईजनाले घोप्टो बनाएर वासै झार्नु नि हामी पृथ्वी ल्याउँछौँ पृथ्वी भाइ यहाँसम्म कि तिमीले यसो सोरेर हातले सोरेर लगाउँछौ लु भेना त्यसो चाहिँ गरौँ यो खोलौँ कि मौरी त खासै धेरै त छैन अब होइन उतापट्टिबाट चाहिँ राम्रो हुन्छ होला नि पृथ्वी भाइ राना चाहिँ भर्सक देख्यो भने राम्रो है भाइ बिस्तारो गर्नुपर्ने रहेछ राणा देखियो तल राणा देखिएन है त देखियो त देखिएन नि मौरी राणा उड्छ उड्छ अरे नि राना हेरौँ त ऊ पर उठ्यो ऊ राणा उयो कालो छ उठ्यो देख्यो ऊ यहाँ हो जीवन भाइ पक्रेर लाउँदा जीवन भाइ यहाँनिर देखेन पक्रेन चिल्दैन त्यसले यहाँ यहाँ हो पृथ्वी भाइ यो नै हो यही हो हो त्यही हो राणा यसलाई चाहिँ ल्याउँछ हो त्यो हो होइन नि हो त्यसलाई चाहिँ हो विशेष त्यसलाई चाहिँ उयो लगाइदिइहाल्नु पर्छ अरुण भाइ दिउ त हो त्यो गयोभित्र अब यो त उयो छोडिदियो कहाँ छ उयो छोडिदियो त्यसलाई चाहिँ हुनु दिनु उड्यो नि उडेको छैन छैन जीवन भाइ उयो बुझाइहाल्नु छ क्या त्यो लु त्यो बुझाइहाल्नु नि पस्यो नि 100% पछि 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 राना छैन भने त फेरि यिनीहरूले 5-10 मिनटमा उयो देखाल्दो रहेछ नि त अनि सर्टिकल उसको खोइ ढकन उयो जीवन भाइ ढकन त्यसरी जीवन भाइ खुला नराख्नु राना उड्छ क्या भित्रै त्यो उयो नै हुन्छ राणा चाहिँ उडे राणा चाहिँ गएन भने त खास अब यहाँ गइगयो नि म अब सबै यहीँ बस्छ एकछिन यतिको छोडिदिउँ अब त जे पृथ्वी भाइ अब त जान्छ त्यहाँ एकछिन जम्मा हुन्छ कि अलिक सानो दुलो चाहिँ छोडिराखौँ न त्यहाँ पस्नुलाई उनीहरूलाई सजिलो हुन्छ थाल्यो भने परबाट आउँदै पस्नु थाल्यो भने आफै पृथ्वी भाइ रानाको गर्नु ऊ राणाले गर्दाखेरि पस्नु थाल्यो नि छोडिदिउँ एकछिन अलिक सानो दुलो बनाउनु पर्छ है पस्नु थाल्यो भने हो किन पृथ्वी भाइ भन त अझै यसो नजिक राख्नु। अझै नजिक है यो क्लियरै बोकी लैजाउँ त्यसलाई भएकोलाई उडाइदिउँ अझै सबै आइसक्यो बस्नु थाल्यो नि चेयरको मुनितिर बसेको छ क्या आमा हगेको हेर्नु त पुरा पहिलो हग्यो त पृथ्वी त्यो भित्र राणा पस्यो कि अनि जान थाल्यो नि राणा त उडेर गएको भए त सक्यो नि उयो जान्छ अरे नि त पुरानो ठाउँमा चाहिँ केही हुँदैन अरे कि जस्तै अब यो नयाँ ठाउँमा चाहिँ गाह्रो क्या आफै पस्छ होला हौ साह्रो बिच्क्यो यो त उडेको नि बिचकेको होइन नि बिचके भन्दा यसले चिलिहाल्छ नि भाइ परको चाहिँ हो त एकपल्ट अलिक उचालिदिउँ निकालेर लगाइदिउँ प्लास्टिकमा नि त्यो पहिलो हगायो हो नि छेरायो अति डरले छेराइरहेछ नि त एकछिन भाइ ल अब फेरि जमानु
पछिको लुगाभरि छेकेको छ एकछिनलाई यस्तै हो अलिकति खुला राख्नु थोरै त्यस्तो राख्यो अहिले अलिक जम्मा भएपछि फेरि हातले लगाइदिनु अलिक एकछिनमा जम्मा हुन्छ कि राणा फिक्स हो पृथ्वी फिक्स बन्द गरिदिउँ